Hello guys, welcome back to my channel. So आज भने चाहिँ हामी बर्से जाँदैछ हैन, आधी बाटोबाट हिँडेर आएको। यही चाहिँ मामाहरु जानुहुँदैछ। चिमल हैन यो? ए गुराँस हो? हैन चिमल पनि यस्तै हुन्छ त अन्त। मलाई चाहिँ गाडी भन्दा चाहिँ बरु हिँड्नै ठिक लाग्छ। यहाँ दुईजना अगाडि, दुईजना हेलो गरिदेऊ त। कस्तो हुँदैछ तपाईहरुलाई? फिल कस्तो? हिँड्न मजा आउँदैछ? So guys, हैन तपाईहरुलाई दामी दामी सिनहरु देखाउने छु। लेकको चाहिँ जंगलै दामी हो नि त हैन। 5 किलोको मैले ब्याग बोकिरहेको छु हैन। यो गरौँ। सो गाइस हामी चाहिँ ल्याइपुगेछ हैन। तलबाट चाहिँ हिँडेर आएको। कम्तीकोमा हामी 15-20 मिनेट हिँड्ने होला। This is a hill. दुईजना यहाँ मामा सो गाइस हामी भने चाहिँ गेट छिर्यो फाइनली। जानुहुँदैछ अब। ओइ इटा गाडी पनि भिटा गरै छिटा। हेलो गाइसहरु, फुल बोल्नु सक्दिन। कस्तो नजिक नजिक हो? तपाईलाई कस्तो भइरहेछ? मजा आइरहेछ। तपाईलाई? मलाई अलिक साह्रो पर्दैछ। गरम छ नि त भारी है? अनि के चाहिँ आइपुग्नु भयो? को बसाइ लाग्छ नि सोध। हजुर आज नानाहरु म सेम We are same but different. मेरो राम्री नाना म अलिक अक्ली भए। म अलिक होचो भए। गाइस यस्तो गर्मी भयो हैन। हैन मैले भित्रबाट टप्स मात्रै लाएर आएको छु। ओ माय गॉड। आज चाहिँ हामी फेरि जाँदैछ बर्से। हामी लास्ट इयर गएको थियो हैन 24 मा। लास्ट इयर जाँदाखेरि चाहिँ फुलै थिएन किनकि हामी अगाडि गएको थियौँ नि त, सिजन अगाडि गएको थियो। या हेरौँ योपालि पानीले कति झरेको छ। निकै झर्यो होला यसपल्ट है। फुल चाहिँ ओभरै दामी फुलेको छ हो। तपाईहरुलाई म सबै देखाउने छु हैन। भिडियो गर्नु होला। सिक्किमिज पिपल नाउअडेज बर्से भन्ने त्यसै भनेको। कति मान्छे छ हेर्नुस् न उपर। जुत्ता चाहिँ यस्तो भयो गाइस। गाइस हैन हामी 3 किलोमिटर चाहिँ हिँड्न आइपुग्यो। यहाँ बस न एकछिन। हामी पनि ओभरटेक गर्नुमा त कमी छैन नि हैन। पसिनाले हैन। सालेरी बनमा गाइसहरु हैन। हेलो गाइस भन्यो शब्द नफरक भइसकेको छ। फेसबुक खोल्नु मात्रै पर्छ सबैजना नमस्ते भनेर।
सो फाइनली गाइस हामी चाहिँ आइपुगेको छ हैन मिस लन्डन हाम्रो ग्रुप 4 मिसमा पाँचजना साले के यस्तो उतै जाउँ न सो गाइस हामी चाहिँ अब यहाँ खाजा खानु गएको होइन हिँडेर साह्रो पर्यो चिया खाँदैछ म पानी पिउँछु नि चिया देखाएर अलिकति हाम्रो चिया चाहिँ टेस्टी छ टेस्टी दिस इज अ चाय बहिनी दिस इज अ चाय हत्तै भयो टेस्ट गरेर दुईजना मामा हुनुहुन्छ होइन वेस माई वाटर ए मामा भित्रसँग छ त्यो चिपा खाँदैछ होइन ए बुङ चिपा यहाँ बुङ चिपा देखा न मलाई मात्रै छैन बिमार आलुदम दिने मलाई आलुदम चाहिँ खाइहाल्नु बहिनी खान्छु यो त म डल्लै खान्छु आलुदम पनि खिच्छ खिच्छु त फिङ्गर खाँदैनस् नखाने फिङ्गर बे मसुमा पोलेर नाना आलुदम र रोटी खानुहुँदैछ यता साइला सिंह आमा अनि यहाँ मेरो किसे छम के खानु भएको बहिनी त कहाँको सुजु छम बहिनी के भयो बोल्दैन पनि गलेछ खाजा खुवाइछ त कमलेश मामा सबिना नाता यो राम्रो आउँदैन नि गएको आजको दिन जस्तो दामी भइरहेछ अब चाहिँ गएको उद्धो हाम्रो ग्रुप छ खाजा साजा खाएर हामी चाहिँ अब गएको फोटो बनाउने होइन
मलाई चाहिँ रोटी र आलु ल्याउनु पर्छ जस्तो भयो। गाइस यहाँ भित्र चाहिँ कस्तो दामी रिल्स आइपुग्यो। हिँड्नु चाहिँ एकदम मजा आइरहेको छ गाइस हैन। तपाईहरु पनि आउनुस् होला तर फुल सकेको छैन, धेरै छ। दामी 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 फुलिरहेछ। ग्रास चाहिँ त्यो उता चाहिँ यहाँ आमा यो पारी देख्ने डल्लै गुराँस पुरा फुलेको छ योपालि। पोहोरको हेरी योपालि दामी फुलेको छ। यो चाहिँ बढिया खोपबाट आएको बढिया खोप हेर्नु जाने भन्छ यार। के हो यस्तो? सो गाइस हामी चाहिँ फाइनली आइपुगेको छौँ भन्ने चाहिँ अघि आइपुगेको गाइस। एउटा बढिया खोपको भ्युस हेर्नु गएको। कति हेर्ने गुराँस गुराँसै गुराँस। तिमी गुराँस लिएर आउनु म चिमल बोकेर आउँछु भन्ने जस्तो गरे भने चाहिँ हामी घर गएको। गलेर पनि हत्तु भएन, घुमि पनि सक्यो। मामा आउनुहुँदैछ, दुईजना जाँदैछ। सो बाई बाई। अब चाहिँ एकैचोटि बुढिया खप गएर मात्रै भेटौँ होला गाइस। अब चाहिँ म ब्लग यहाँ एन्ड गर्नेछु। बाई बाई गाइस। सो गाइस हामी चाहिँ फाइनली आइपुगेछु होइन। पानी परेर हेर्नु त यस्तो दिन भएर चाहिँ अब जाँदैछ पिठा दौडेर यस्तो पानी परेर यस्तो भइरहेछ। मामा अगाडि जानुहुँदैछ, सजना र इसे बहिनी ऊपर जाँदैछ।